सम्पूर्णमा नमस्कार। अहिले हामी तीनपाटन गाउँपालिका वडा नम्बर 8 साबिकको बाहुन तिर्पुङ गाविस वडा नम्बर 9 मा अवस्थित चन्द्र सूर्य युवा क्लबले आयोजना गरेको टोल स्तरीय पुरुष भलिबल प्रतियोगिताको पहिलो खेल खुरहरी भर्सेस सल्यानी लामीडाँडा तिल्पुङ डाँडा युवा क्लबको गेम तपाईहरुलाई देखाउन गइरहेका छौं। पक्कै पनि यो गेम उत्कृष्ट हुनेछ। केही गर्दैन। सहायक रेफरीले अलिकति मार्छन् होइन यी भाइहरूको चेक छ खुरारीको मानबहादुरको त नत्र त के आगो छ नि यार, पावर त आगो छ केटा। चन्द्र सूर्य युवा क्लबका अध्यक्ष अविनाश पोखरेल, त्यसै गरी बाहुन तिल्पुङ युवा मञ्चका सचिव गोपाल श्रेष्ठ गेम कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल गर्दै हुनुहुन्छ। खाता खोल्न सफल सल्यानी लामीडाँडा युवा क्लब 1-0। उत्कृष्ट के नम्बर गाउँ 2-0 सल्यानी लामीडाँडा 2 खुरहरी 0। बल आउट भएको संकेत। खाता खोल्न सफल खुरहरी 1-2 यीबाट म उत्कृष्ट सर्भिस। नम्बर थप्न सफल सल्यानी लामीडाँडा युवा क्लब 3-1। गेम जित्ने नि त्यही टिम। नेट टचको संकेत 4-1। बल जाली कट्न सकेन। नम्बर थप्न सफल खुरहरी 2-4 हाफ डबल। बल जाली कट्न सकेन 5-2। निकै नै उत्कृष्ट स्पाइक बल इन प्ले। उत्कृष्ट स्पाइक। नेट टचको संकेत 6-2। नम्बर थप्न सफल सल्यानी लामीडाँडा 7-2। 5 अङ्कले अग्रता लिन सफल सल्यानी लामीडाँडा युवा क्लब। निकै नै उत्कृष्ट गेम खेलिरहेको छ। निकै नै उत्कृष्ट सर्भिस दिलीप मगरबाट। निकै उत्कृष्ट स्पाइक मदन मगरको। निकै नै उत्कृष्ट
8-2 6 अङ्कले नम्बर लिड गर्न सफल सल्यानी लामीडाँडा। उत्कृष्ट स्पाइक नम्बर थप्न सफल खुरारी 3-8। उत्कृष्ट सर्भिस बल इन प्ले उत्कृष्ट स्पाइक मदन मगरबाट। निकै उत्कृष्ट स्पाइक बल झेगौ निकै उत्कृष्ट सर्भिस बल गर्न सकेन। कति अङ्क है 11-3 बल आउट। लामीडाँडाले नम्बर बिगारेको कारण बल बिगारेको कारणले खुरारी नम्बर थप्न सफल 4-11। सर्भिस लागेको छ 5-11। तिलपुङ डाँडाको गेम उत्कृष्ट भइरहेको छ, त्यसै गरी खुरारी पनि मिहिनेतका साथ खेलिरहेको छ। 13-5। निकै उत्कृष्ट स्पाइक थियो दिलीप मगरको, तर बल कट्न सकेन। 6-13। दर्शक दीर्घामा रहनुहुने सम्पूर्ण दर्शकहरूलाई हामी धन्यवाद व्यक्त गर्न चाहन्छौँ। यो ताता घाममा आफ्नो समयलाई आफ्नो कामलाई थाती राखेर यहाँ आउनुभएको छ। सर्भिस 8-13। एक गेम हुँदैन थियो, सब मैले केटालाई उकाल्दै और बस कति आउट दो यो दुई डाँडाबाट आयो यसो गर्नुपर्छ। गेम भरि यहाँले 10 सालमा गर्दाखेरि अलि अल्को मारे हाल्छ नि, यतापट्टि जाली लगाइदिन्छ नि, खेलिरहँ टेबल जति अल्को बनाएर बनाइदिन्छ। सबै यता लाइन लाएर बन्द है। अर्को सो भन खुरारी 12 तिलपुङ डाँडा 16। बल आउटको सङ्केत 17-12। नम्बर थप्न सफल तिलपुङ डाँडा। उन्नाइस 12। बल जाली कट्न सकेन।
यो भन्दा पछाडि राख्नु कि हाम्रो आयोजक टिममा खेलै गर्छ खेल हेर त्यस्तो खेल्नु होइन जे भयो नि हाम्रो भन्दा त राम्रो केटा चुम्म फर्स्ट हुने नि यो भन्दा पछाडि कसको खेल्छ बल्ल बल्ल गयो लान्चेलमा गएर हाम्रो म फिल्म त आफ्नो टिम तयार पार्दै मनोज आइपुग्यो होइन मन त पुग्छ होला हौ धेरै किन केटाहरूको एउटा टिम राख्नु अर्को टिममा तपाईँ मेरो पनि निस्किनु पुलिसहरू भनेको चाहिँ त्यो कमलामा आयो कि तिनबाट नै पर्छ ठाउँै छैन आउँदाखेरि मिल्छ भने कसरी मिल्छ नि भन्नु तिलपुङ डाँडाले खुरहरीलाई पहिलो सेटमा पराजय गरेको छ। तिलपुङ डाँडाले एक सेट जित्न सफल। ल मानबहादुर, ल निकै राम्रो छ है गेम भाइहरूको। खाता खोल्न सफल सल्यानी लामी डाँडा युवा क्लब तिलपुङ डाँडा। आउँछ आउँछ हुन्छ। ल ल हो त हो त। आगो है।
4 बराबरी। यस खेलमा उपस्थित हुनु सम्पूर्णलाई क्यामेरा निकालेर फोटो खिचिदिनु होला हामी अनुरोध गर्दछु। छान्छ 7 जय श्री नारायण।
त्यस्तो भयो है सबै मिलाएर हालिरहेको थियो त्यो राम्रो त्यो पनि बिहान पनि भाइरल भयो चाहिँ के कतिवटा टिम थियो त्यतिखेर त्यहाँ अब त्यो पहिला त त्यही रामबाबुकै उसबाट होइन दाइ के हो दाइले नै भनौँ न आफ्नै टिम बनाएर यसरी विदेश गइरहेको छ यसरी विदेश प्लान भइरहेको छ मिलाएर ल्याएको हो कि त्यही एकै नम्बर मान्छे साह्रै किन आउट हानेर सरी आउट हानेर ट्राई गर न यति हो भनेर त्यहाँ भन्ने किन भनेको यिनीहरू के मुसुले आउट न हान्न के आउट न Mana
आउट ना आउट ना मानबहादुर आगो हो मामा रे यार आयो यो गेम कम्पिटिसन हुने भयो यार अगाडि यो पहेँला आएपछि चाहिँ झारेर त्यति विचार गर्नु तिनीहरूको पहेँलले मात्रै नहुने अरूले ए उ त 25 भयो जित्न बेर छैन निकै नै प्रतिस्पर्धात्मक गेम भइरहेको छ 25 बराबरी रोटेसन बिग्रियो